नमस्ते किसान साथीहरू। हजुरहरूले हजुरहरूको फर्म चेक गर्नुभएको छ कि छैन? हजुरहरूले काम गर्ने मान्छे राख्नु भएको छ भने त्यही मान्छेको भर मात्रै परेर बस्नु भएको छ कि फर्ममा बेला बेलामा गएर चेक गर्नुभएको छ? सबैभन्दा ठुलो कुरो चाहिँ फर्ममा काम गर्ने मान्छेले ध्यान दिनुपर्ने कुरा। ल हेर्नुहोस् त, आज मेरो फर्ममा यस्तो हालतमा मैले भेटियो है। तपाईँको फर्ममा पनि कतै यस्तो त छैन? यहीले गर्दा चाहिँ के त कुखुरामा रोग लाग्छ है त साथीहरू। बुझ्नुभयो नि। पानी नै सफा छैन भने त कहाँबाट कुखुरा फ्रेस हुन्छ, कहाँबाट उत्पादन दिन्छ त? दिँदैन नि त होइन र। त्यो भएको भएर हेर्नुहोस्, काम गर्ने मान्छेको मात्रै भर परेर पनि हुँदैन। हामी आफ्नो फर्मको लागि आफू पनि भिजिट गर्न जरुरी छ है साथीहरू। ल हेर्नुहोस् त, कुखुराले खनेर यस्तो बनाइसक्यो खोर चाहिँ, तर यो काम गर्ने मान्छेहरूले केही भनेकै छैन। ल हेर्नुहोस् कसरी चाहिँ केयर हुन्छ खोर, अनि त्यो अनुसारले कुखुरामा धेरै किसिमको रोगहरू लाग्न सक्छ। त्यो भएको भएर हजुरहरूले फर्मलाई एकदम केयर गर्नुहोस्। किन भन्दा यहीबाट हाम्रो आम्दानी छ भने यो चिजलाई त हामीले ध्यान दिनु पर्यो नि त होइन साथी हो। ल यो भिडियोलाई तपाईँहरूले यदि मन पर्छ भने लाइक, कमेन्ट, सेयर अनि मलाई फलो गर्नु होला है त।